हेलो गाइज, गुड मर्निङ। म चाहिँ आज खेतमा चाहिँ पानी पटाउन आएको होइन। यहाँ धान रोपेर यहाँ सकियो। धान रोपेको पनि 1 महिना भयो यहाँ। अनि यसो पानी अब धानलाई दिनु पर्यो। यस्तो सुक्खा भएपछि त धान राम्रो हुँदैन हैन। हाम्रो आन्टीले यहाँ पानी अहिले पटाउँदै हुनुहुन्छ। आन्टीले पानी पटाइसकेपछि अनि मेरो पालो। अनि यो चाहिँ हाम्रो है, यो आलीको यता यो देब्रे साइडमा के अरे दाहिने साइडमा यो हाम्रो हो। अनि यताको चाहिँ आन्टीको। आन्टीले अहिले पानी पटाउन आउनु भएको छ। यहाँ चाहिँ हाम्रो बोरिङ चाहिँ यहाँ छ है। हाम्रो यो चाहिँ हाम्रो बोरिङ है। यहाँबाट पानी आइरहेछ हैन। अनि यो खेतै हुँदैखेरि यो खेत हुँदै पानी चाहिँ यतातिर यो आन्टीको खेतमा पानी पटिरहेछ। अनि आन्टीले सकाएपछि अनि मेरो पालो। यो चाहिँ हाम्रो ल, यही हो हाम्रो खेत हैन। चारैतिर है, चारैतिर जङ्गलको छेउछेउ बिचमा भनौँ न, चारैतिर जङ्गलको बिचमा हाम्रो खेत छ। यहाँ बोरिङ चाहिँ चारैतिर छ है हाम्रो। यहाँ यो पनि एउटा बोरिङ। अनि त्यो छाप्रो निर पनि एउटा बोरिङ छ। सबै अहिले चारैतिर सबैले धान लाएको छ। ल, यो चाहिँ हाम्रो माडी रोड है। गाडी चलिरहेछ। यो माडी रोड हुँदै हाम्रो निकुञ्ज हुँदै भरतपुर जाने बाटो यता छेउमा यता बाटो छ हाम्रो है। ल, यही हो हाम्रो खेत है। चितवनको माडी भन्ने ठाउँ यही हो। चारैतिर जङ्गलले घेरेको हाम्रो माडी है। सुन्दर माडी हाम्रो। सबै चिज हुन्छ यहाँ हाम्रो माडीमा। यहाँ धान, गहुँ, मकै, तोरी सबै चिज हुन्छ यहाँ है हाम्रो माडीमा। ल, हेर्नुहोस् है, चारैतिर हरियाली छ। चारैतिर जङ्गलको छेउछेउ छ है। यहाँ हात्ती, गैँडा सबै जनावरहरू, जङ्गली जनावर यहाँ आउँछ। यहाँ हाम्रो यहाँ धान बारी सबै यहाँ ल चर्न यता आउँछ। जङ्गली जनावरहरू मृगदेखि लिएर सुँगुर, भुङ्गुर सबै बँदेलहरू सबै आउँछ। यो चाहिँ हाम्रो नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र माडी पर्सखाबाट यो प्राप्त भएको यो हाम्रो बोरिङ है। यसैबाट अब सिँचाइ हुन्छ सबै। यो धान सान रोप्ने सबै चिजमा लगभग मकै सबैमा पानी हाल्ने यी हाम्रो अहिले बोरिङको पानीबाट हुँदैछ। यो नेचुरल पानी होइन कि हाम्रो यो बोरिङबाट उत्पादित पानीबाट हाम्रो यो सबै धान अहिले लगाएको छौँ। ल, हेर्नु है। ल, यहाँ पुरै हो। ल, चारैतिर हेर्नु। ल, आजको भ्लगमा यति नै है। अब नेक्स्ट भ्लग भोलि आउँछ है। बाई बाई।